दर्शकबिन साइप्रसबाट एउटा दुःखद घटना आएको छ। सोलुखुम्बु घर भएकी लाक्पा डोमा शेर्पाको साइप्रसमा भएको सडक दुर्घटनामा परि दुःखद निधन भएको छ। रोजगारीको सिलसिलामा केही समयदेखि साइप्रसमा बसोबास गर्दै आएकी शेर्पा दुर्घटनामा गम्भीर घाइते भएका थिइन्। स्थानीय स्रोतका अनुसार दुर्घटना केही दिन अघि भएको थियो र उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले निरन्तर उपचार गरे पनि उनको ज्यान जोगाउन नसकेको साइप्रसस्थित नेपाली समुदायले जनाएको छ। शेर्पाको असामयिक निधनले परिवार, आफन्त तथा विदेशमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। वैदेशिक रोजगारीको लागि विदेश पुगेकी उनी आफ्नो परिवारको उज्जवल भविष्यका लागि सङ्घर्षरत थिइन्। उनको निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली र संवेदना व्यक्त गर्ने क्रम बढिरहेको छ। साइप्रसमा कार्यरत नेपालीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक कानुनी प्रक्रिया तथा सब नेपाल पठाउने तयारी भइरहेको बताएका छन्। परिवारजन शोकमा डुबेका छन् भने स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ। लाक्पा डोमा शेर्पाको निधनले फेरि एकपटक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षाको प्रश्न उठाएको छ। उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्न चाहन्छु। नमस्ते, एउटा न्युज हेर्दै गर्नुहोला। नमस्कार।